भन्नु त हजुरको फेरि अभिषिका का अभिषिका काफ्ले आन्टी हजुरको बबिता पौडेल मैले यो कुरा चाहिँ 20 रुपैयाँमा किनेको थिएँ उहाँलाई चाहिँ मैले 50 मा किन्नु भनेको थिएँ ल फाइनल्ली हजुर हजुर किन्नु हुने भयो कतिमा 50 मा 30 मा 30 मा किन्न थाल्नु भयो 30 मा ल 30 मा ठ्याक्कै ठिक छ अनि हामीले के भयो टिकटकमा जानु होला ब्रेन र BIRENDRA BLOG छ अनि 30 रुपैयाँ दिने हो के त्यो त्यसलाई 10 रुपैयाँ म 10 रुपैयाँ पैसै छैन मसँग उहाँहरू चाहिँ च्याङ गराउन जानु भएको छ मसँग पैसै थिएन फाइनल्ली उहाँले चाहिँ च्याङ गरेर ल्याइसक्नु भएको छ यो थ्याङ्क यू तपाईँलाई धेरै धेरै धन्यवाद छ वास्तवमा उहाँहरू एकदमै मनकारी मान्छेहरू हुनुहुनेछ उहाँलाई धेरै धेरै धन्यवाद मेरो ब्रेन र BLOG छ है BIRENDRA BLOG छ म त्यसमा हाल्छु अपलोड गर्छु हेरिदिनु होला नमस्ते अङ्कल नमस्ते उहाँहरूले चाहिँ किन्नुभयो उहाँले मान्नुभयो किनकि मैले 20 रुपैयाँमा किनेको कुरा उहाँले 30 रुपैयाँमा किन्न मान्नुभयो आज चाहिँ धेरै रात परिसकेको छ मैले आज 30 रुपैयाँ विथआउट एनी 30 रुपैयाँ कमाएको छु म भोलि यसलाई कन्टिन्यू गर्ने प्रयास गर्नेछु